हेलो एभ्रिवान, आज चाहिँ म गमला बनाउँदैछु र गमला बनाउँदा मैले सुरुमा लिए एउटा ग्लोभ्स र एउटा प्लास्टिकको पट लिए। प्लास्टिकको पटमा चाहिँ मैले ओइल हालेँ अनि त्यसपछि मैले बालुवा र सिमेन्ट मिक्स गरेर तयार बनाएँ। अनि त्यो तयार भइसकेपछि प्लास्टिकको पटमा ओइल अघि राखेको ओइललाई मजाले लगाएर अनि त्यसमा सिमेन्टको झोल बनाएर त्यसलाई लगाइसके। अनि त्यसपछि फेरि अघि बनाएको बालुवा र सिमेन्टको मिक्सलाई मजाले प्लास्टिकको पटमा चिप्काइदिए र यस्तो सेप बन्यो, तपाईहरु देख्न सक्नुहुन्छ। अनि यसलाई मजाले घाममा सुकाइदिए र अर्को दिन यसरी खोले अनि यो खोलेपछि यसरी आयो। यो रेडी भयो गमला। तर पनि यसको चुच्चोहरु अझै बिग्रेको हुन्छ, प्लास्टिकको पटमा राख्दाखेरि चाहिँ अलिअलि बिग्रेको हुन्छ। यसलाई मिलाउनु पर्छ। कस्तो लाग्यो तपाईहरुलाई यो भिडियो? प्लिज लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। अनि मेरो गमलाले यस्तो आकार दियो। यो आकार दिइसकेपछि यसलाई मैले यो भरि पानी राखेर मैले यसलाई 2-4 दिन मजाले घाममा राखिदिन्छु। किनभने जति धेरै पानी सोच्यो त्यति धेरै गमला बलियो हुन्छ भन्ने सोचले चाहिँ मैले यस्तो गर्छु र यसलाई मैले कलर लगाइदिन्छु। कलर लगाइदिसकेपछि मेरो गमला कस्तो बन्छ हेर्नु होला। कलर लगाइदिसकेपछि चाहिँ मेरो गमलाले यस्तो आकार दियो। अनि यो गराइसकेपछि चाहिँ मैले यसमा फूल रोपिदिए। हेर्नुस्, मेरो फूल पनि फुलेको छ। एउटा मात्रै हैन, मेरो फूलहरु धेरै फुलेको छ। धेरै थरीको गमला बनाएको छु मैले चाहिँ। ठुलो पनि छ, सानो पनि छ र मिडियम साइजको पनि छ। 3 थरीको गमला बनाएको छु। एउटा सादा छ भने एउटा हल्का बुट्टा अनि एउटा चाहिँ अलि धेरै बुट्टा भएको डिजाइनमा बनाएको छु। मलाई यस्तो कामहरु गर्न एकदमै धेरै इन्ट्रेस्ट लाग्छ र काम गर्छु र भिडियो बनाउँछु पनि। तपाईहरुलाई कस्तो लाग्छ प्लिज कमेन्ट गर्दिनु होला। अनि मसँग यस्तो प्लान्टहरु पनि छ। यसको नाम चाहिँ डङ्की टेल हो। यो पनि ह्याङ्गिङ प्लान्टमा पर्छ। यस्तो पनि छ, यो पनि एउटा ह्याङ्गिङ प्लान्ट हो। यति लामो भइसकेको छ यो पनि। यस्तो पनि छ मसँग। यो चाहिँ बेबी सनरोज प्लान्ट हो। यो चाहिँ सेम हो, डङ्की टेल प्लान्ट नै हो, तर यसको धेरै बेबीहरु भएको छ। यसको चाहिँ अलि धेरै बेबीहरु जन्मिसकेको छ। प्लान्टहरु चाहिँ एकदमै मन पर्छ, एकदमै राम्रो लाग्छ। चाहिँ बर्मा कमल फूल हो। यो चाहिँ पातबाट सर्ने भएको भएर मैले 2वटा पात रोपेको थिएँ। हेर्न सक्नुहुन्छ, यहाँनिर एउटा पात पलाउँदैछ भने यहाँ पनि एउटा उम्रिँदैछ अनि यता पनि जागेर यत्रो लामो लामो पात भइसकेको छ। यो चाहिँ भगवानको एकदमै प्रिय फूलहरु मध्ये एक हो हैन, बर्मा कमल फूल। र गमलाहरु पनि धेरै नभएको भएर मैले चाहिँ यो पनि यहीमै नै रोप्दिएको थिएँ। अनि यो पनि यो चाहिँ पातबाट जाग्ने भएको भएर मैले पात यसरी गाड्दिएको छु। हेरौँ उम्रिन्छ कि नै। एउटा चाहिँ उम्रिसकेको छ, सो मैले यसरी नै त्यही भएर यो चुडेको पातलाई नै यसरी रोप्दिएको हो। यो चाहिँ अब कस्तो हुन्छ हेर्दै जानु। मलाई चाहिँ फूलहरु भनेपछि एकदमै माया लाग्छ, एकदमै राम्रो लाग्छ। त्यही भएर मैले यसरी नै रोपेको छु। हेरौँ भोलिको दिनमा यो बर्मा कमल फुल्छ कि फुल्दैन। फुल्छ, फुल्न चाहिँ हैन, तर कस्तो फुल्छ पछि फेरि म देखाउँछु है हजुरहरुलाई। थ्यांक यू फर वाचिङ माई भिडियो। बाइ बाइ।